हेलो एभ्रिवन, मी अभिषेक यादव सबैलाई वर्क फर अल च्यानलमा स्वागत छ गाइस। सबैभन्दा पहिला आज हामी कुरा गर्ने गइरहेका छौं द केस अफ अन्शु गौतम। अन्शु चाहिँ लेटाङ नगरपालिका 2 स्कुल चौकी 13 वर्षको बडी जंगलमा मरेको अवस्थामा फेला परिएको छ। अन्शु चाहिँ 13 वर्षको थियो। त्यो चाहिँ स्थानीय लक्ष्य माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययन गरिरहेको थियो। असोज 21 गते 4:30 बजेतिर घरबाट सम्पर्क विहीन भएको थिइन्। अब त्यो चाहिँ स्थानीय प्रहरी छ, त्यसले जनाइएको छ उसको टाउको र शरीर चाहिँ छुटे छुटे अवस्थामा थियो। बालिकाले लगाएर कपडा र चप्पल पनि छुटे छुटे स्थानमा फेला परिएको छ, प्रहरीले जनाइएको छ। प्रहरीले स्पष्ट पारिएको छ त्यो चाहिँ बलात्कार या त रेप भएको, पहिला रेप गरेर यसलाई मार दियो। जस्टिस फर अन्शु गौतम। हामी बढिरहेछौँ अर्को न्युज तर्फ। त्यो चाहिँ अहिले जेनजी युनाइटेड भन्ने ग्रुपले प्रदर्शन गरिरहेछ माइती घरमा बिना पर्मिसनले। प्रहरीले 90 भन्दा बढी मानिसलाई पक्राउ गरेर जेलमा हालेछ। आज इन्डिया अनि अस्ट्रेलियाको तेस्रो म्याच थियो। त्योमा चाहिँ इन्डियाले 9 विकेटले जितेको छ अस्ट्रेलियासँग। चाहिँ त्योमा चाहिँ 1 विकेट लुज गरेर म्याचलाई फिनिश गरिएको छ। वाट अ विन फ्रम इन्डिया। विराट कोहली ओडिआईमा चाहिँ सेकेन्ड हाइजेस्ट, सचिन तेन्दुलकरको बाद चाहिँ त्यसको रन छ। औरा अफ विराट कोहली।